प्रस्थानको पुस्तक 2 अध्यायको 13 पदबाट, भोलिपल्ट त्यहाँ जाँदा 2 जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेलाई चाहिँ भने, तिमी आफ्नो हिब्रू मान्छेलाई किन हिर्काउँछौ? त्यसले भन्यो, कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारे जस्तै मलाई पनि मार्न चाहन्छौ? तब मोसाले डराएर मनमनै भने, अवश्य यो कुरा फिजिन लागेछ। फारोलाई यो कुरा थाहा भयो र उनले मोसालाई मार्ने विचार गरे। तब मोसा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कुवा लिएर बसे। सबै विद्याहरू सिकेको थियो, एक महान अगुवा बन्नु थियो। इजरायलीहरूको पक्षमा रहेर उनीहरूको सहारा बनेर उनीहरूलाई हिम्मत दिनु थियो। उसको क्रोधको कारण, उसको छिटो निर्णयको कारण, उसको आवेशको कारण, उसको रिसको कारण अब के भयो थाहा छ? उसलाई त्यहाँबाट भाग्नु पर्यो। सबै विद्या सिकेको व्यक्ति, राम्रोसँग पढेको व्यक्ति आज जङ्गलमा के गर्दैछन् थाहा छ तपाईँलाई? भेडा चढाउँदैछन्। सामान्य रूपमा कसले भेडा चढाउँछ थाहा छ? नोकर, कामदार। अहिले को भेडालाई चढाउँदैछन्? उच्च शिक्षालाई प्राप्त गरेको व्यक्ति। कल्पना गर्नुहोस्, युनिभर्सिटीमा गोल्ड मेडलिस्ट, पिएचडी गरेको, एउटा उच्च शिक्षा हासिल गरेको, फेरि गएर भैँसी चढाउन थाले। यसलाई कल्पना गर्नु सक्नुहुन्छ? मोसालाई 1 दिन होइन, 2 दिन होइन, 1 वर्ष होइन, 2 वर्ष होइन, 40 वर्ष जङ्गलमा रहनु पर्यो। यदि उसलाई कसैले देख्यो भने यस्तो भन्छ, यो भेडा चढाउनलाई देख्नुहुन्छ? धेरै वर्षदेखि भेडा चढाउँदै थियो यहाँ। यदि विश्वास गर्नुहुन्छ भने आफ्नो स्थानमा घोडा टेकिकन प्रभुसँग यस्तो प्रार्थना गर्नुहुन्छ, प्रभु यस समय मेरो जीवनमा दर्शन दिनुहोस्, यस समय मेरो जीवनलाई आशिष दिनुहोस्। कति वर्षदेखि दुःख उठाउँदैछु पिता, कयौं वर्षदेखि दबावमा परेको छु पिता, कयौं वर्षदेखि निराशमा छु पिता, कयौं वर्षदेखि हताश भएर निराशले भरिएको छु पिता। असल दिन आउनेछ यो विश्वास गर्नु मेरो निम्ति मुस्किल भएको छ पिता। यो मेरो श्रीमतीको कारण हुन सक्छ, श्रीमानको कारण हुन सक्छ, बच्चाको कारण, अनि आर्थिक समस्याको कारण हुन सक्छ, बिमारीको कारण हुन सक्छ, सङ्घर्षको कारण हुन सक्छ, अनि धेरै दबावको कारण अनि छुटा मानिसको कारण हुन सक्छ। मेरो जीवन नीच दशामा पुगेको छ पिता। तर यस समय मैले सत्यता जानेको छु, मेरो जीवनको बर्बादीको कारण हो मेरो क्रोध, मेरो आवेश, मेरो छिटो निर्णय गर्ने स्वभाव, मेरो छिटो निर्णय मेरो जीवनलाई पूर्ण रूपमा नाश गरेको छ। प्रिय मोसालाई त्यो 40 वर्षसम्म एकान्तमा जङ्गलमा किन रहनु पर्यो? उसको क्रोध अनि आवेशको कारण होइन र? परमेश्वरको इच्छा अनि उहाँलाई नपर्खिनुको कारण होइन र? आवेश अनि क्रोधको कारण नै हो? रिस अनि छिटो निर्णय गरेको कारणले नै हो? मोसा एक्लै हुनु पर्यो। प्रिय भाइ अनि बहिनीहरू, आज तपाईँ आफ्नै हातबाट आफ्नो जीवनलाई नाश गर्दैछौ। आफ्नै हातले आफ्नो जिन्दगीलाई तपाईँले बर्बाद गर्नुभयो। आफ्नै हातले आफ्नो जीवनलाई नाश गर्दैछौ। तपाईँको क्रोधको कारण, छिटो निर्णयको कारण, तपाईँको गलत निर्णयको कारण, त्यस व्यक्तिमा भरोसा गरेको कारण। तैपनि परमेश्वर भन्दैछन्, म तिमी प्रति उत्तम उद्देश्य राखेको छु। मेरो काम भइसक्यो तिमी सोच्दैछौ, तर तिम्रो जीवनमा मेरो आफ्नो काम आज सुरु गर्न जाँदैछु। यसै समय सुरु गर्न जाँदैछु। तिमी विश्वास गर्दै आफ्नो जीवनलाई जहाँ तिमी छौ मेरो हातमा सुम्प। स्वप्नेहरू हुनुहुन्छ भने प्रभुमा हात उठाउनुहोस्। पुरै मनले भन्नुहोस्, प्रभु कृपया मेरो हातलाई थाम्नुहोस्, कृपया मेरो हातलाई समाउनुहोस्। थाकेको छु पिता, मानसिक रूपमा हताश भएको छु,
आर्थिक रूपमा हारेको छु। निराशा ममा छाएको छ। हार पछि हार। जहाँ देख्छौँ दुःखै दुःख, जहाँ देख्छौँ कस्तै कष्ट। कहीँ पनि मेरो जीवनमा भलाइ देखेको छैन। अब मेरो जीवनमा असल दिन आउनेछ, कुनै चिन्ह पनि देखिएको छैन। यस समय तपाईँ मसँग स्पष्ट बोल्नुभयो, त्यो मसा अरू कोही होइन, मै हुँ। मेरो जीवनमा कुनै बदलाव छैन पिता। मेरो जीवनमा कुनै दया छैन। पिता, ममा दया गर्नुहोस्। आज मलाई दर्शन दिनुहोस्। आज तपाईँ मलाई आशिष दिनुहोस्। आज मेरो जीवनमा चमत्कार गर्नु भएन भने पिता, म जिउन मुस्किल हुनेछ। म जिउन सक्दैन पिता। मलाई दर्शन दिनुहोस्। दया गरिकन यस समय मेरो मनको निराशालाई दूर गर्नुहोस्। मेरो हृदयको डरलाई दूर गर्नुहोस् पिता। मेरो शरीरको दुःखलाई दूर गर्नुहोस् पिता। पिता, मेरो अवस्था तपाईँ जान्नुहुन्छ। मेरो श्रीमतीले बुझ्दैन, मेरो श्रीमानले बुझ्दैन, मेरो बच्चाहरूले बुझ्दैन। म हताश भएको छु पिता। म निराश भएको छु पिता। म निराशले भरिएको छु पिता। यस समय तपाईँ मलाई दर्शन दिनुहोस्। आज मलाई तपाईँले दया गर्नुहोस्। पूर्ण हृदयले प्रार्थना गर्नुहोस्। पुरै मनले प्रार्थना गर्नुहोस्। तपाईँको हृदयको वेदना प्रभुलाई भन्नुहोस्। मेरा प्रभु तपाईँको नजिक खडा हुनुहुन्छ। तपाईँलाई हेर्दैछन्। तपाईँको प्रार्थना सुन्दैछन्। जे भन्नु छ भन्नुहोस्। महान पवित्र प्रिय परमेश्वर पिता, सारा सृष्टिमा शासन गर्ने तपाईँ, सिंहासनमा विराजमान भई सारा सृष्टिमाथि शासन गर्ने तपाईँ, आज आफ्नो बच्चाहरूको आँसुलाई देखी, आज तपाईँको बच्चाहरूले छाती पिटेको देखी, वेदनाले छटपटिएको देखिकन, स्वर्गको सिंहासनलाई छोडिकन हाम्रो निम्ति जगतमा आउनुभयो। त्यसैले पुरै हृदयले स्तुति धन्यवाद गर्छु प्रभु, हामीलाई दर्शन दिनुभएको निम्ति। हाम्रो आँसुलाई पुस्नको निम्ति तपाईँ स्वर्गबाट उत्रेर आउनुभयो। पिता, श्रापबाट, बिमारीबाट, हर प्रकारको निर्बलताहरूबाट, आर्थिक समस्याबाट, निराश अनि उदासी अवस्थामा भरिएको आफ्नो बच्चाहरूलाई देखिकन आज उनीहरूको जीवनमा अद्भुत काम गर्नको निम्ति, आश्चर्य काम गर्नको निम्ति हाम्रो बीचमा आउनुभएको लागि हामी धन्यवाद दिन्छौँ। एकलाई पनि नछोड्नुहोस् पिता। प्रत्येकमाथि दया गर्नुहोस् पिता। तपाईँको सेवकको रूपमा बिन्ती गर्छु। तपाईँको सेवकको रूपमा आँसु बगाउँदैछु। हरेक जनलाई दर्शन दिनुहोस्। हरेकलाई आशिष दिनुहोस् पिता। पिता, तपाईँको बच्चाहरू समस्यामा छन्। पिता, बेरोजगारीको समस्या छन्। पिता, उनीहरू विवाह गर्न नपाई निराश छन्। पिता, सन्तान नभइकन चिन्तित छन्। पिता, बच्चाहरू स्थिर छैन, वेदनामा छन्। अनि अर्कोतर्फ श्रीमानले सताएको, श्रीमतीले सताएको, त्यसको बीचमा पिता, शरीरमा निर्बलता। यसरी एक होइन, अति नै समस्यामा तपाईँको छोराछोरी छन्। मनमा अति बोझ छन्। पिता, कसले उनीहरूको समस्या दूर गर्छ? कसले उनीहरूको आँसुलाई पुज्छ पिता? कसले उनीहरूको कष्टलाई दूर गर्छ पिता? कसले उनीहरूको शरीरलाई चङ्गा गर्छ पिता? को छ पिता उनीहरूको श्रापलाई दूर गर्ने व्यक्ति? को छ प्रभु उनीहरूलाई आशिष दिने? प्राणभन्दा प्यारो गर्ने तपाईँ बाहेक हाम्रो अरू को नै छ र? जीवनको आधार, हाम्रो आश्रय को छ? आज तपाईँ हाम्रो जीवनमा अद्भुत काम गर्नुहुन्छ। त्यसैले आज हरेकको जीवनमा अद्भुत कामलाई तपाईँ सुरु गर्दै हुनुहुन्छ। भरोसा गर्दछु, विश्वास गर्दछु। हाम्रो जीवनमा हाम्रो हर एक आवश्यकताहरूलाई
तपाईँ पुरा गर्न जाँदै हुनुहुन्छ, त्यसकारण तपाईँलाई धन्यवाद स्तुति। येशूको नाममा हामीले मागेको हरेक आवश्यकतालाई हामीलाई मिलेको छ यो विश्वास गर्दै धन्यवादका साथ यो प्रार्थना माग्दछु पिता, आमेन।